Hello guys, welcome back to my mini blog Anju's Diary. आज चाहिँ मैले मटर र मसरुमको रेसिपी लिएर आएकी छु। त्यसको लागि हामीलाई चाहिन्छ बोइल मसरुम। मैले पहिले बोइल गरेर राखिसकेँ अनि त्यसपछि हामीलाई चाहिन्छ स्पेशल मटर हैन। तपाईले फ्रोजन मटर पनि युज गर्न सक्नुहुन्छ। त्यसपछि हामीलाई चाहियो टमाटर, पिस मजाले सानो काट्नु होला पिस-पिसमा अनि त्यसपछि हामीलाई चाहिँ अदुवा, लसुन, जिरा जेको पेस्ट हजुरलाई मसलामा खानु छ सब पिसिदिनु मजाले। त्यसपछि हाम्रो यो लोकल धनियाँ यति मात्रै इन्ग्रेडियन्टले हामी आज टेस्टी टेस्टी मसरुम र मटरको सब्जी बनाउनेवाला छौँ। पहिला मजाले कराही हिट गरेपछि त्यसमा तेल हालिदिनु होला अनि तेल मजाले हिट भएपछि त्यसपछि त्यसमा हामीले हाल्छौँ खुर्सानी खुर्सानी हालेपछि मजाले त्यो हल्का हैन त्यसलाई पाक्न दिनु होला हैन। मजाले पाकिसकेपछि त्यसमा चाहिँ हामी मसरुम एड गर्छौँ। मसरुम मजाले पकाउँछौँ हैन। मजाले भुट्ने त्यसलाई हैन मजाले पुरा हिट गरेर अनि त्यसमा स्वादअनुसार हजुर नुन र बेसार एड गर्नु। मैले चाहिँ यतिको गरेपछि अब हजुरको क्वान्टिटी अनुसार हैन एड गर्नु कति चाहिन्छ। अनि त्यसपछि फेरि मजाले धेरै भुट्नु हैन मजाले त्यो पुरा हिट गरेर के किनभने यो पहिलादेखि बोइल छ मजाले पाकिसकेको होला हैन। त्यसपछि हाम्रो मटर एड गर्नु। मटर एड गरेपछि फेरि यसलाई मजाले भुट्नु हैन रातो हुन्जेल भुट्नु क्या। अनि मेरो भइसकेको छ लगभग देखिरहनु होला। त्यसपछि मैले यसमा त्यो अघिको पेस्ट एड गरिसकेँ मसलाको हैन। मसलाको पेस्ट एड गरिसकेपछि हामीले फेरि यसलाई मजाले त्यो हैन मसला पाक्ने गरी भुट्छौँ अनि भुटिसकेपछि हल्का त्यसपछि हामी टमाटर एड गर्छौँ। टमाटर चाहिँ म जहिले बिचमा हाल्छु के मजाले पाकोस् भनेर। त्यसपछि देख्न सक्नुहुन्छ हाम्रो टमाटर पनि पाकिसक्यो। अनि त्यसपछि मैले माथिबाट चाहिँ मिट मसला एड गरेँ अनि त्यसलाई फेरि मजाले भुट्नु हैन। आफ्नो टेस्ट अनुसार मजाले पानी हाल्नु कतिको ग्रेभी चाहिन्छ हजुरलाई। अनि त्यसपछि म गएँ अर्कोतिर रोटी पकाउन पिठो मुस्नको लागि। अनि पिठो मुछेँ हैन मजाले। म त एउटा हातले मुस्छु हजुरले कसरी मुस्नुहुन्छ। म त मेरो लागि एउटा हातै काफी छ पिठो मुस्नलाई। अनि त्यसपछि मजाले मैले पिठो मुसिसकेँ। अब जान्छु रोटी पकाउन। को खाने हो आउनु है। अनि एकातिर चाहिँ मेरो यो मसरुम र मटरको सब्जी पनि रेडी भइसकेको छ देखिरहनु भएको। माथिबाट मैले हल्का धनियाँको पात छड्किदिएँ हैन। अब यो सर्भ गर्नको लागि रेडी छ। अब म जान्छु रोटी पकाउन। मेरो रोटी पनि पाकिसकेको छ हेर्नु कति मजाले फुलेको छ हैन। अब चाहिँ म मजाले रोटी सब्जी अनि अचार खान्छु है त। हजुरहरू पनि आउनु खानु